अत्यन्तै सुन्दर तरिकाले अत्यन्तै राम्रो ठुलो धनराशि खर्च गरेर बनाइएको यो हिलियाङ दरबार निकै आकर्षक र निकै मनमोहक छ। 3 तला रहेको हिलियाङ दरबार यो 3 तलाको दरबार निकै आकर्षक र सुन्दर कलाले सजाइएको छ। यहाँहरूलाई देखाइरहेको छु 3 तलाको यो दरबार। यो भर्खरै निर्माण सम्पन्न भएर उद्घाटनको पर्खाइमा भन्ने मैले सुन्न पाएको छु। पुरानो कला संस्कृति र किराँतकालीन सभ्यताको यो किराँतहरूको मात्र नभएर सिङ्गो पूर्वी भागको यो आकर्षकको केन्द्रबिन्दु हिलियाङ दरबार गत वर्ष मात्र निर्माण सम्पन्न भई अहिले बन्द अवस्थामा छ र यसको प्रत्येक दिन धेरै मानिसहरू भ्रमणको लागि यहाँ आउने गरेको मैले जानकारी पाएको छु। म उत्तरपट्टिबाट यहाँहरूलाई हिलियाङ दरबार देखाइरहेको छु। यो उत्तरपट्टिको भाग रहेको छ र यसको जम्मा 3 तलादेखि माथि आकर्षक तरिकाले बनाइएको यो भवन सुन्दर मात्र होइन, निकै राम्रो छ। लिम्बुवानका अन्तिम राजा हाङ हिलियाङ योङगाङको दरबार प्यागोडा शैली भवन निर्माण शिलान्यास पूर्व भौतिक तथा यातायात मन्त्री प्रतिनिधि सभा सदस्य माननीय वसन्त कुमार नेम्बाङको बाहुलीबाट सुसम्पन्न भयो। 2078 कार्तिक 18 गते। कार्यकाल अध्यक्ष श्री भुवानी प्रसाद लिङ्गदेन, उपाध्यक्ष सुमित्रा उप्रेती सेडाई, प्रमुख प्रशासकीय अधिकृत श्री विक्रम इजम लिम्बू, हिलियाङ गाउँपालिका 5 यो पूर्वतर्फबाट यहाँहरूले हेर्न सक्नुहुन्छ। तलपट्टि पर्यटकहरू फोटो लिइरहेको हामी देख्न सक्छौँ। यो चाहिँ पूर्वी मोहडा पूर्वी भाग दरबारको नयाँ दरबारको पूर्वी भाग